माझमा आज यस्तो भिडियो लिएर आइरहेको छु र यो भिडियो चाहिँ कुनै भ्युजको लागि होइन, कुनै ट्रेन्डको लागि होइन, यो एउटा सहयोगको लागि, मनोबलको लागि हो। हेलो गाइस, के छ त हल्ली सेवारो छ तपाईहरुलाई चित्रे भाइको साथमा र आज दिनको तपाईहरुलाई नयाँ भ्लगमा स्वागत छ। यो भ्लग कस्तो टाइपको हुनेछ भने चाहिँ आज दिनको यस्तो टाइपको भ्लग हुनेछ, तपाईहरुले देख्नुहुनेछ एकछिनबाट है। र यो भ्लगलाई स्टार्ट गर्दैछु र आज म कहाँ जाँदैछु भने यस्तो जग्गा जाँदैछु, तपाईहरुलाई एकदम सरप्राइज छ। र आज दिनको यो नयाँ कन्टेन्ट यो युट्युब च्यानलमा आइरहेको छ, यो च्यानलमा आइरहेछ र तपाईहरुले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनु होला। र आजको भ्लग कस्तो हुन्छ हेर्नुहोस् होला। गाइस, आज मसँग छ हाम्रो लपुदा, सरोजा र यता दिपेन भाइ। र आज सबै केटाहरू मेरो साथमा छ। आजको भ्लग कस्तो हुन्छ तपाईहरुले हेर्नु होला। यो पिक लाग्यो एउटा चाहिँ बक्सी चाहिँ दुईटा छ, एउटा छ, दुईटा चाहिँ एकदम दुईटा चिया चाल्ने र यो चुला चाहिँ एकदम फरकै छ कि यो चुला जाँदैछ एउटा चाहिँ यो साथसँगै अब सेटै जाँदैछ, सिलिन्डर चुला र मेरो रेगुलेटर पाइप साइप ट्याङ्क पनि जाँदैछ। यो चाहिँ पुरा मन पऱ्यो, चिडिकै परेको, ठिकै रिजनेबल पनि रहेछ, त्यही भएर यो चाहिँ बढी सेलेक्ट गरेको है। सामान चाहिँ लोड भइसकेको छ, अलिकति ड्यामेज चाहिँ भयो, त्यो मेरै बुद्धिले गर्दाखेरि जसलाई भाती थियो अलिकति कि। र गाडी लोड भइसकेको छ, सामान लोड भएछ र अब यहाँबाट सुइङ चस्मा चाहिँ भाइ सोहन भाइले त खोजे छ चस्मा यता छ हो। सोहन भाइ आनी छैन, सोहन भाइ तिम्रो चस्मा खोज्दै छ होइन, म ल बुझानी झरेको मात्रै थियो, यो खाली फ्यान चाहिँ। नमस्कार साथीहरू, र आज हामी आएका छौँ, कहाँनिर आएका छौँ भन्दाखेरि चाहिँ टुङ गैरी गाउँ, सोनादा टुङ गैरी गाउँमा आएको छौँ। र के को लागि आएको भन्दाखेरि चाहिँ यहाँनिर एउटा सानो चिया पसललाई मद्दत गर्नु लागि, सहयोग गर्नु लागि आएका छौँ, हेल्प गर्नुको लागि। र यो हेल्प कुनै भ्युजको लागि होइन है, यो एउटा मनोबलको लागि हो। आउनुहोस् साथीहरू, तपाईँ हामी मिलेर एउटा हेल्प गरौँ है, आउनुहोस् तपाईँ। दोकान चाहिँ यही हो है, तपाईँहरूलाई देखाउनु पर्ने दोकान चाहिँ यही हो। यो दोकान चाहिँ हेर्दाखेरि सानो छ, तर यो दोकानले चाहिँ कसैको घर चल्छ है। आउनुहोस् तपाईँहरू। र हाम्रो तपाईँहरूले चिनिराखेको हाम्रो दादा, हाम्रो इट्टा बाबा भनेर चिन्नुहुन्छ। अन्त के कसो चल्दैछ दादा तपाईँको अहिले? फिलहाल अलिक राम्रै चल्दैछ। हजुर। तपाईँको ग्राहकहरू कस्तो छ? ग्राहकहरू आउनु हुँदैछ। अब मेरो नजरमा अहिले हेर्दाखेरि चाहिँ त्यति साह्रो ग्राहकहरू पनि देखेन है, हामी आउँदाखेरि थिएन। अब यसको स्ट्रगल पनि धेरै छ नि त होइन। मान्छेले अब सानो कुरा सोच्छ होइन, चिया दोकान भनेर सोच्छ, तर यो चिया दोकानको स्ट्रगल कसैलाई थाहा हुँदैन कि कसरी खोलिएको र कसरी चल्छ है, कसैको घर कसरी चल्छ त्यो मान्छेलाई केही थाहै छैन है। हुनु त 10 रुपियाँको चिया किनेर खान्छ मान्छेले है,
र तर कसैलाई थाहा हुँदैन कि स्ट्रगल कस्तो छ भनेर। र अब हामी राइजिङ बोइज एन्टरटेनमेन्ट सबै ग्रुप तपाईँको दोकानमा आएको छ, तपाईँलाई के कस्तो लागिरहेको छ? मलाई त एकदम खुसी लागेको छ तपाईँहरू आइदिनु भयो होइन। मेरो यो सानो दोकानमा आइदिनु भयो, हजुर त्यसमा धेरै खुसी लागेको छ। सरप्राइज पनि भयो म। तपाईँलाई हाम्रो सरप्राइज चाहिँ कस्तो लाग्यो? एकदम सरप्राइज चाहिँ तपाईँहरूको बबाल एकदम राम्रो। तपाईँको पनि अब धेरै स्ट्रगलहरू सुनेको थिएँ है। हजुर र अब बिचमा अब बातचित हुन्छ अब होइन, हजुर अब गर्नुपर्छ। गर्नु र फिलहाल चाहिँ हामी तपाईँलाई एउटा सानो सहयोगको लागि आएको है, तपाईँलाई एउटा सहयोगको लागि आएको छ है। हजुर। तपाईँको निम्ति हामीले केही कुराहरू ल्याइदिएको छ तपाईँको लागि, हाम्रो दादाको लागि। हजुर नमस्ते दादा। नमस्ते। सन्चै हुनुहुन्छ? एकदम सन्चै। र तपाईँलाई अब केही यहाँ क्वेसनहरू गर्छु है। यहाँ कस्तो छ दोकान, तपाईँको लोकेसनहरू कहाँ हो, कता हो है, हजुर। त्यो अलिक सोध्छु है। हुन्छ। यो चिया दोकान तपाईँले खोल्नु कति भयो? चिया दोकान खोलेको 1 हप्ता भयो। 1 हप्ता भयो है? हजुर 1 हप्ता भयो है? हजुर। कस्तो चलिरहेछ? राम्रै चलिरहेछ? राम्रो भन्दामा अब मान्छेहरू त्यति आएको छैन हजुर। होइन, गाउँ ठाउँको अलिअलि आउँछ, गाउँकोले सपोर्ट गरिरहनु भएको छ? गाउँकोले अलिक सपोर्ट देख्छ। तर र मेरो जति पनि फ्यान फलोवर्स छ उहाँहरूले सपोर्ट गरिरहेको छ, सपोर्ट गर्नुहुँदैछ? गर्नुहुँदैछ, आउनुहुँदैछ? अलिअलि आउनुहुँदैछ। आउनुहुँदैछ है? हजुर। तपाईँको स्ट्रगलहरू अलिकति बताइदिनुहोस् न, तपाईँको फ्यामिलीको बारेमा। मेरो फ्यामिली चाहिँ मेरो फ्यामिलीको बारेमा चाहिँ भन्नुपर्ने राम्रो छैन, किनभने मेरो फ्यामिली पनि म पनि ह्यान्डिक्याप हो, प्लस मेरो फ्यामिली वाइफ पनि ह्यान्डिक्याप छ। ए भनेपछि अलिकति गाह्रो अवस्था छ। हजुर हजुर। र तपाईँ अब कसरी चाहिँ सोसियल मिडियामा आउनुभयो? सोसियल मिडियामा कसरी चाहिँ तपाईँलाई इट्टा बाबा भनेर चिन्नु थाल्यो? सोसियल मिडियामा चाहिँ जो हाम्रो निमा भाइ छ, निमा भाइले चाहिँ मलाई चाहिँ डाइस खेलाउँदा म रिल्स बनाउँछु भन्नुभयो। अन्त रिल्स बनाउँछु भन्दा म त रिल्स त होला भनेर बनाएको थियो। त्यहाँबाट त्यो बनाउँदाखेरि चाहिँ त्यसमै भाइरल गयो, त्यतिकै भाइरल हुन्छ। हजुर। र तपाईँलाई अहिले के कस्तो लाग्छ है? मान्छेले माया गर्नुहुन्छ तपाईँलाई? हजुर। मान्छेको माया देखेर के भन्नु चाहनुहुन्छ तपाईँले दर्शकहरूलाई? के भन्नु चाहनुहुन्छ? दर्शकहरूलाई चाहिँ अब जति पनि मलाई यसरी नै माया देखाउनु भएको छ, बितेको समयमा जति भयो अब आउने समय पनि यसरी नै माया देखाइदिनुहोस् भनेर भन्न चाहन्छु। अब यो दोकान अब तपाईँले सानो भए पनि चिया दोकान हेर्नु त अब मान्छेले देख्दाखेरि त सानो दोकान छ है। हजुर। र यसमा धेरै स्ट्रगल, धेरै मेहनत लुकिरहेको छ है। मेहनत, हजुर। अब तपाईँलाई यो गर्दाखेरि कति कष्ट भयो, कति दुःख भयो, त्यो पनि अलिकति बताइदिनु। यो बनाउँदाखेरि चाहिँ हाम्रो फ्रेन्ड अब साथीभाइहरूले बनाइदिएको, उहाँबाट मलाई पैसा हालिदिनु भयो होइन। उहाँ निमाको उयोमा हालिदिनु भयो। र निमा भाइले चाहिँ जति पनि पैसा लाग्छ यो सबै बनाइदिएको हो। सबै बनाइदिनु भयो? हजुर। र एकदमै अहिले सुन्दाखेरि चाहिँ निमा दाको पनि अब धेरै हात रहेछ है। इट्टा बाबा बनाउनुमा चाहिँ अब निमा दाको पनि धेरै हात रहेछ है। उहाँ चाहिँ रहेछ अब सिधै भन्दाखेरि बिहाइन्ड द सिन होइन। र उहाँलाई चाहिँ अब तपाईँले कसरी चाहिँ यो गर्दाखेरि चाहिँ चल्छ भन्ने सोच्नुभयो है? कसरी चल्यो भन्ने एउटा भनिदिनुहोस् न अलिकति। यो कुरो चाहिँ उहाँले धेरै साल अगाडि भनौँ न अलमोस्ट 18-20 वर्ष भयो खेलाएको यो खेल। उहाँले हरेक दशहरा भएदेखिको दिवालीसम्म खेलाउँथे होइन। र उहाँको खेलाउने तरिका चाहिँ एकदमै त्यो चाहिँ अब रियल हो क्या, उसको केही त्यो स्क्रिप्टेड होइन। मलाई चाहिँ पुरा मन पर्थ्यो होइन। र मैले सोचेँ क्या यो भिडियो चाहिँ मलाई चाहिँ मनपर्छ, म चाहिँ हाल्छु क्या, एकपल्ट सानोबाट हाल्छु होइन, कस्तो हुँदैछ रियाक्सन क्या। मलाई चाहिँ एकदमै मन परेर मैले त्यो अपलोड खाली गरेको थिएँ। एकदमै त्यो अब एक दिनमा तपाईँको झन्डै 1 मिलियन क्रस हेर्दै त्यो भिडियोले। सो त्यहाँबाट चाहिँ गएको ब्याक टु ब्याक मैले भिडियो देखेको भयो होइन। एकदमै मजा आइदियो क्या। उहाँको खेलाउने तरिका नै अब मलाई मनपर्ने हो। र त्यो चाहिँ मैले दर्शकबिनहरूलाई मैले सो गराइदिएँ क्या। हुनु त त्यसमा केही नराम्रो त छैन, उसको रियाक्सन छ नि त, त्यो चाहिँ मजा आउँछ नि त, रियल हो नि त। र हामी हारेर जाँदाखेरि पनि त्यो स्वाद लाग्ने क्या, उसको जुन रियाक्सन हेर्दाखेरि मैले त्यही सोचेर चाहिँ हालेको थिएँ। र आजको दिनमा यहाँ पुग्छ भनेर चाहिँ मैले सोचेको थिएन। एकदमै राम्रो कुरा है। र अब तपाईँले त उहाँलाई अब
यहाँसम्म पुर्याउनु भयो तपाईँको हातले र तपाईँको पनि अब आर्थिक स्थितिहरू कस्तो छ, घर फ्यामिली कस्तो छ र तपाईँ के गर्नुहुन्छ, कसो गर्नुहुन्छ, तपाईँको पनि अलिकति तपाईँको यो कुरा सुन्छ तपाईँको स्टोरीमा पनि अलिकति पस्नु मन लाग्यो मलाई है। तपाईँको पनि सानो भयो भने तपाईँले डल्लै नबताए पनि सानो भए पनि बताइदिनुहोस् न के कता तपाईँको के गर्नुहुन्छ, कसो म चाहिँ हेयर स्टाइलिस्ट हो र मैले बेङ्गलोरमा कोर्स गरेर र अहिले आफ्नै गाउँमै मेरो सलुन छ है र सलुन म चलाउँछु। मेरो गाउँमा सलुन छ अनि अरू त मेरो त्यति नै हो। अरू त के म ज्यादा त भन्नु ठिकै छ। अब यहाँदेखि ज्यादा नजानु पनि होला है र के छ अब पर्सनल कुराहरू हुन्छ है र एकदमै र अब यो जुन चाहिँ अहिले पसल बनिएको छ है, चिया दोकान बनिएको छ यहाँनिर, यो बनाउनुमा तपाईँको पनि धेरै हात छ, तपाईँको साथीभाइको पनि धेरै हात छ भनेर सुनेको थिएँ र यसमा बनाउनुमा के दुःख कष्ट भयो तपाईँहरूलाई, के कता भयो त्यो पनि अलिकति बताइदिनुहोस् न। के भयो भन्दाखेरि है फर्स्ट अफ अल मेरो फ्यान फलोवर्सहरूले जति पनि हेल्प गरिदिनु भएको छ है उहाँहरूको कारणले गर्दाखेरि आजको दिनमा यो दोकान कम्प्लिट भएको छ है र उहाँलाई पनि एकदमै थ्याङ्क यू भन्नु चाहन्छु। र दुःख त के हो भने मलाई चाहिँ अलिक टाइम लाग्यो उसलाई जुन अहिले ओपनिङ गर्नुखेरि है एकदमै त्यति बेला चाहिँ हाम्रो भूपेन्दा हुनुहुन्छ है, यहाँ हाम्रो भूपेन्दाले एकदमै उहाँले पनि एकदमै सपोर्ट गरिदिनु भएको छ है। उहाँ पनि एउटा सानो एकदमै उहाँको ठुलै नै हात छ है। उहाँले पनि पछि आएर हामीलाई एकदमै हेल्प गरिदिनु भयो। हाम्रो सानो प्रोग्राम राखेको थियो है त्यसमा पनि एकदमै राम्रो उहाँले पनि हेल्प गरिदिनु भएको छ है। अन्त साह्रो चाहिँ त्यति साह्रो चाहिँ अब परेन र किनभने हाम्रो फ्यान फलोवर्सहरूले नै एकदमै हेल्प गरिदिनु भयो है। र अब त्यसपछि चाहिँ अब हाम्रो इटा बाबाले चाहिँ अब गर्नु पऱ्यो यहाँदेखि उता चाहिँ भन्ने चाहिँ मेरो अब आशा छ। तपाईँको चाहिँ के काम भन्दाखेरि चाहिँ तपाईँले चाहिँ बाटो देखाइदिनु भयो उहाँलाई। हजुर अब यहाँदेखि उता चाहिँ हाम्रो इटा बाबाले नै हजुर गर्ने हो। सङ्घर्ष चाहिँ तपाईँको छ अब चाहिँ हजुर होइन। हजुर उहाँले चाहिँ निमाज्यूले चाहिँ तपाईँलाई एउटा बाटो मात्रै देखाइदिनु भयो। अब सङ्घर्ष चाहिँ तपाईँको छ हजुर है। अब स्टार्ट मात्रै हो, त भर्खर ओपनिङ भएको है। स्टार्ट चाहिँ सङ्घर्ष चाहिँ तपाईँले गर्नुपर्ने हुनेछ है। र एकदमै खुसी लाग्यो है तपाईँसँग भेटघाट भयो है। र आजको दिनमा हामीले यसरी सपोर्ट गरेको छौँ, भोलि दिनमा चाहिँ यहाँ चाहिँ गर्दै जानुहोस् है। के सहयोग छ भने हामी यहाँ चाहिँ गर्नेछौँ। हुन्छ के कुराको अपुग के हुन्छ हामी सक्दो चाहिँ गर्नेछौँ है। हजुर र अब दाजुभाइहरू गर्नु पऱ्यो। हजुर आज यति गरेपछि नि भोलि अलिकति अरू पनि आउनु पऱ्यो, थप्दै जानु पऱ्यो। थप्दै अरूले पनि गर्दै जान्छ है, अरूले पनि गर्दै जान्छ। हामीले गऱ्यौँ भने अरूले अभियसली गर्छ है। जतिजनाको मन राम्रो छ, जतिजना मान्छे राम्रो छ उहाँहरूले सपोर्ट गर्दै जानुहुन्छ है। र म चाहिँ लास्ट लाइन चाहिँ के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ मद्दत गर्नु चाहिँ कुनै ट्रेन्ड होइन है, यो चाहिँ एउटा सेवा हो, सहयोग हो है। र यति नै भन्नु चाहन्छु। र तपाईँहरूलाई भिडियो कस्तो लाग्यो, के लाग्यो, मन पऱ्यो भने के गर्नुपर्छ भनिदिनु न। लाइक शेयर सब्सक्राइब फलो मन पऱ्यो यो चाहिँ गर्नुपर्छ है। र यस्तै भिडियो लिएर नेक्स्ट भिडियोमा आउनेछु। र सबैजनालाई बाई बाई। बाई बाई। इट्टा बाबा।